आज हामीले के पढ्छौँ भन्दाखेरि न्युक्लियर फिजिक्स पढ्छौँ हैन। न्युक्लियर फिजिक्स पढ्छौँ हैन। न्युक्लियर फिजिक्समा पनि के छ भन्दाखेरि हामीले फर्स्ट च्याप्टर चाहिँ के छ, इलेक्ट्रोन छ ट्युबल ग्लासको है। ल इलेक्ट्रोन भनेको के हो भन्दाखेरि इलेक्ट्रोन भनेको नेगेटिभ चार्ज भएको कुनै पनि पार्टिकल हो हैन। यसको भ्यालु चाहिँ इलेक्ट्रोनको भ्यालु चाहिँ कति हुन्छ 1.6 × 10⁻, यसको चार्ज चाहिँ 1.6 × 10⁻⁻19 हुन्छ हैन। ल अब त्यति बुझ्नको लागि हामीले अर्को थप कुराहरू के बुझ्नु पर्यो भन्दाखेरि क्याथोड रे र पोजिटिभ रे बुझ्नु पर्यो। क्याथोड रे भनेको के हो, नेगेटिभ चार्ज पार्टिकल हो हैन। ल अनि त्यसमा के पर्यो, इलेक्ट्रोन पर्यो हैन। अनि पोजिटिभ रे भनेको पोजिटिभ चार्ज पार्टिकल हैन। पी फर पोजिटिभ रे भित्र पोजिटिभ चार्ज पर्यो हैन। पी फर प्रोटोन हैन। ल अब हामीले इलेक्ट्रोन इन इलेक्ट्रिक फिल्ड र इलेक्ट्रोन इन म्याग्नेटिक फिल्ड पढ्न पर्यो। यसको लागि अलि इम्पोर्टेन्ट भनेको हैन। ल इलेक्ट्रोन इन यो भनेको दुईवटा प्यारलल प्लेट भयो। एउटा ए यहाँदेखि ए बी, ए चाहिँ सी र डी भयो। यसलाई चाहिँ अर्थिङ गरिएको हुन्छ हैन। अर्थिङ गरिएको हुन्छ। अर्थिङ चाहिँ कसरी गरिएको हुन्छ भनेपछि यता चाहिँ पोजिटिभ, यता चाहिँ नेगेटिभ, यता चाहिँ पोजिटिभ, यता पोजिटिभ नेगेटिभ, यति चाहिँ हामीले थाहा पाउनु पर्यो हैन। अनि यसमा चाहिँ के हुन्छ, इलेक्ट्रोन आउँछ हैन। इलेक्ट्रोनलाई चाहिँ यसमा इलेक्ट्रिक फिल्डमा चाहिँ के हुन्छ, पाथ चाहिँ प्याराबोलिक फर्म हुन्छ भनेर भन्नु पर्यो, देखाउनु पर्यो हैन। हामीलाई इलेक्ट्रोन इलेक्ट्रिक फिल्ड भनेको पाथ चाहिँ प्याराबोलिक देखाउनु पर्यो। अब यसमा चाहिँ यो पोजिटिभ र नेगेटिभ चार्ज भएको कारणले गर्दा यसमा चाहिँ इलेक्ट्रिक फिल्ड प्रोड्युस हुन्छ, यसरी प्रोड्युस भएको हुन्छ हैन। इलेक्ट्रिक फिल्ड प्रोड्युस भएको हुन्छ। इलेक्ट्रिक फिल्ड प्रोड्युस भएर इलेक्ट्रोन चाहिँ अब एउटा कुनै पनि फोर्स लागेर इलेक्ट्रोन यस्तरी गएर यस्तरी प्याराबोलिक बन्छ, प्याराबोलिक पाथ फ्लो गर्छ। र यही कुरा देखाउनको लागि अब हामीले यही कुरा सबै कुरा हामीले जे यहाँ देखेको छौँ त्यति कुरा लेख्छौँ। यहाँदेखि यहाँसम्मको लागि डिस्टेन्सलाई एक्स मानौँ, यहाँदेखि यहाँसम्मको डिस्टेन्सलाई सानो डी मानौँ। एक्स मानिने भयो, जे मानिने भयो, यसलाई ए मानिने भयो, सानो ए मानिने भयो। ल यसलाई सानो ए मानिने रे। ल अब हामीले चाहिँ लेट अस कन्सिडर गर्ने, लेट अस SUPP सपोज 2PAR प्यारलल प्लेट taken and that earthing to positive charge and negative charge। ल यति हामीले लेख्न सकिन्छ। ल यति पहिला सुरुमा यस्तै लेख्ने, यति लेख्ने। त्यसपछि हामीले के गर्ने भन्दाखेरि अनि ड्यू टु डेट चार्ज field is प्रोड्युस भयो। अब and to move due to force and distance A सपोज गरे हम डिस्टेंस A फ्रम D to C। यति लेख्न सकिन्छ कि सकिँदैन, यति लेख्न सकिन्छ हैन। यति लेखेपछि हामीले लेटेस्ट कन्सिडर के गर्ने हो। ल यति लेखेपछि सकियो। हामीले जे कुरा देखेको छ यति कुरा सर लेख्ने। यति कुरा लेखेपछि हामीले सानो क्लासमा हामीले के पढ्यो, S = UT + 1/2 AT² पढ्यो। यो फर्मुला त सबैलाई थाहा हुन पर्ने हो। ल हामीलाई अब यही कुरालाई चाहिँ हामीले यहाँ चाहिँ अप्लाई गर्ने हो। Y = के छ, UT + 1/2 AT²। अनि y लाई चाहिँ कुनै पनि डिस्टेन्स मानेको हो के, यहाँ a मानेको छ नि त्यस्तै डिस्टेन्स मानेको है। ल
इलेक्ट्रोन के हुन्छ, इलेक्ट्रोन पहिला सुरुमा चाहिँ रेस्टमा हुन्छ। रेस्टमा भएको कारणले इनिसियल भेलोसिटी भनेको के हुन्छ, 0 भयो। इनिसियल भेलोसिटी 0 भयो भने टाइम पनि 0 भयो। हामीलाई बचेको के भयो, 1/2 AT² बच्यो कि बचेन, यति लेख्न सक्यो। अब फोर्स भनेको के हो, फोर्स भनेको यामे हो। इलेक्ट्रिक फिल्डमा चाहिँ के हुन्छ, फोर्स भनेको EE = यामे भयो। A = EE/m, यति लेख्न सक्यो। ल यति एउटा लेख्ने। ल अनि के हो, अनि स्पिड डिस्टेन्स के हो, डिस्टेन्स भेलोसिटी बाइ टाइम टेकन हो कि होइन, स्पिड भेलोसिटी बाइ टाइम टेकन हो। स्पिड भेलोसिटी बाइ टाइम टेकन। ल डिस्टेन्स बराबर, डिस्टेन्स भनेको के हो, ल हामीले यहाँबाट अब यति निकाल्यौँ होइन। ल y = 1/2 A भनेको के हो, EE/m हो। ल हामीले t निकाल्नु पर्यो। t भनेको के हो, t भनेको x/v हो, x/v। डिस्टेन्स भनेको के हो, t भनेको x/v हो। ल यहाँ चाहिँ हामीले के भयो, x/v राख्ने, स्क्वायरको स्क्वायर होल स्क्वायर गरिदिने, = अब हामीले चाहिँ y = 1/2 EE/m, x आयो। x-लाई चाहिँ x² लेख्ने, यसलाई चाहिँ यहाँ v² लेखिदिने होइन। y = यतिलाई चाहिँ, यति कुरालाई चाहिँ के लेख्नु पर्यो, हामीले के लेख्नु पर्यो, कन्स्ट्यान्ट हो, कुनै कन्स्ट्यान्ट हो। यसलाई चाहिँ x² लेखिदिने हो कि होइन। ल यसले चाहिँ देयरफोर दिस इज द required solution and it follow प्याराबोलिक पाथ उ गऱ्यो। ल अब हामीले अर्को चाहिँ के पढ्नु पऱ्यो भन्दाखेरि इलेक्ट्रोन इन इलेक्ट्रिक फिल्ड, यता लेख्दिउँ है। ल इलेक्ट्रिक फिल्ड भइयो, इलेक्ट्रोन इन म्याग्नेटिक फिल्ड, इलेक्ट्रोन इन म्याग्नेटिक फिल्ड। इलेक्ट्रोन इन म्याग्नेटिक फिल्ड, ल इलेक्ट्रोन इन म्याग्नेटिक फिल्ड हुनको लागि के भयो, एउटा यस्तोमा चाहिँ हामीले म्याग्नेटिक फिल्ड देखाउनु लागि चाहिँ यसरी देखाउँछौँ हामीले। ल एउटा कुनै पनि इलेक्ट्रोन होइन, इलेक्ट्रोन चाहिँ यस्तरी गयो, यसमा चाहिँ यो इलेक्ट्रोन यहाँदेखि यहाँ मुभ गर्नलाई फोर्स त लागेको हुन्छ कि हुँदैन, हुन्छ होइन। ल त्यो फोर्स भनेको के हुन्छ, फोर्स = के हुन्छ, BEV sin θ हुन्छ कि हुन्न, sin θ हुन्छ। अनि अर्को फोर्स चाहिँ के हुन्छ, यो त्यसपछि के हुन्छ, त्यसपछि यो 90 डिग्रीमा घुमेको गऱ्यो भने BEV के भयो, BEV sin 90 भनेको, sin 90 भनेको घुम्यो भने sin 90 भयो, sin 90 डिग्री भयो। 90 डिग्री पर्पेन्डिकुलर भएपछि बल्ल घुम्ने हो यो। यसरी पर्पेन्डिकुलर, यसरी टक्क पर्पेन्डिकुलर आउँछ, पर्पेन्डिकुलर भएपछि बल्ल घुम्ने हो। BEV sin 90 भनेको × 1 भयो। यो भनेको के भयो, BEV भयो। सर्कुलर घुम्यो भने त अर्को फोर्स पनि लाग्छ, फोर्स = mv²/r। हामीले यही कुरा चाहिँ देखाउने हो। ल हामीले लेटेस्ट सपोज इलेक्ट्रोन इन इलेक्ट्रिक फिल्ड भनेर, इलेक्ट्रोन इन म्याग्नेटिक फिल्ड भनेर के लेख्ने, लेट अस सपोज an electron moving in magnetic field by making angle 90 degree now भनेर लेख्ने। अब नाउ यति लेखे पनि हुन्छ, हामीलाई चाहिने अब के हो,
फोर्स इक्वल टु बिइबी साइन थीटा भयो। अब 90 डिग्री मुभ गर्यो बिइबी साइन 90 भनेको इन्टु 1 भयो साइन 90 भनेको 1 भयो बिइबी साइन 90 भनेको 1 भयो। यो फोर्स भयो हैन। ल एउटा इक्वेसन यो भयो अनि ELECTRY इलेक्ट्रोन moves in CULR circular path so भनेर लेख्ने अनि फोर्स इक्वल टु mv स्क्वायर अपन r यति लेख्न सक्यो। अब यो फोर्स बराबर त यो फोर्स हो। अब फोर्स इक्वल टु अर्को फोर्स अफ इलेक्ट्रोन र फोर्स अफ सर्कुलर पाथमा ल फोर्स m के हो यो भनेको बिइबी हो इक्वल टु के हो mv स्क्वायर अपन r भयो हो कि हैन। यो b है यो b भयो b बिइबी हो यो v र यो v कट्यो यो v र यो v कट्यो। अब हाम्रो के बच्यो बिई इक्वल टु mv अपन r बच्यो कि बचेन। अब हामीलाई रेडियस निकाल्न भने चाहिँ mv अपन बिई लेख्ने रेडियस निकाल्न भने यो रेडियस निकाल्न भने यो लेख्ने नत्र भने यही इक्वेसनलाई के लेख्ने बिई इक्वल टु m को m लेख्ने b अपन r भनेको के हो b अपन r भनेको चाहिँ बिई m b अपन r भनेको ओमेगा हो। अब हामीलाई के निकाल्न भने ओमेगा भनेको के हो भनेर अब बिई ओमेगा भनेको के हो 2 पाइ f हो। हामीलाई फ्रिक्वेन्सी निकाल्न भने चाहिँ के लाउने फर्मुला के लाउने